नमस्कार, जय मसीह। आज मार्च 31 चैत्र 18 सोमबार। आजको पाठ बाइबलको पुरानो नियमको होसेको पुस्तकको 4, 5 र 6 अध्यायबाट रहेको छ। यहाँ यसरी लेखिएको छ, इजरायलको विरुद्धमा आरोप। इजरायलीहरू हो, परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूमाथि परमप्रभुको आरोप छ। यस देशमा विश्वासता छैन, प्रेम छैन र परमेश्वरको मान्यता पनि छैन। यहाँ शराब दिनु, झुट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नु बाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नागेर हत्यामाथि हत्या गर्छन्। यसै कारण यस देशले विलाप गर्छ र यसमा बस्ने सबै क्षीण हुन्छन् र वनका जन्तु, आकाशका पन्छी र समुद्रका माछाहरू समेत पनि मरिरहेछन्। तर कसैले आरोप नल्याओस्, कसैले कसैलाई दोष नलगाओस्, किनकि तिमीहरूका मानिसहरू पूजाहारीको विरुद्धमा दोष लगाउनेहरू जस्ता छन्। तिमीहरू रात दिन ठेस खान्छौ र अगमवक्ताहरू पनि तिमीहरूसितै ठेस खान्छन्। यसरी तिमीहरूकी आमालाई म नाश गर्नेछु। मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्। तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले म पनि तिमीहरूका छोराछोरीको बेवास्ता गर्नेछु। जति जति पूजाहारीको संख्या बढ्दै गयो, त्यति त्यति तिनीहरूले मेरो विरुद्धमा पाप गर्दै गए। तिनीहरूले आफ्नो गौरवलाई निज कुरासँग साटे। तिनीहरू मेरा प्रजाका पापद्वारा पोषिन्छन् र तिनका दुष्टाइ मन पराउँछन्। जस्ता प्रजा त्यस्तै पूजाहारीहरू हुनेछन्। म दुवैलाई तिनीहरूका चालको निम्ति सजाय दिनेछु र तिनीहरूको कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु। तिनीहरूले खान त खानेछन् तर अगाउने छैनन्। तिनीहरूले वेश्यावृत्ति गर्नेछन् तर तिनीहरूको संख्या बढ्ने छैन, किनभने वेश्यावृत्तिमा मन लगाउनलाई तिनीहरूले परमप्रभुलाई छोडेका छन्। पुरानो दाखमध्ये र नयाँ दाखमध्येतिर तिनीहरू लागेका छन्, जसले मेरा प्रजाको समझलाई नष्ट गर्दछन्। तिनीहरूले आफ्ना काठका मूर्तिसित सल्लाह लिन्छन् र तिनीहरूले काठको लौरोले जवाफ पाउँछन्। वेश्यावृत्ति गर्ने आत्माले तिनीहरूलाई भ्रममा पार्छ र तिनीहरू आफ्ना परमेश्वर प्रति अविश्वासी भएका छन्। तिनीहरू पर्वतका टाकुराहरू हुँदो बलि चढाउँछन् र असल छाया दिने फलाट, लहरे पिपल र तारपिनका रुखमुनि डाँडाहरूमा धूप बाल्छन्। यसकारण तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन् र तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्। तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा लागे पनि म तिमीहरूका छोरीहरूलाई दण्ड दिने छैन र व्यभिचार गर्दा तिमीहरूका बुहारीहरूलाई म दण्ड दिने छैन, किनभने पुरुषहरू आफै पनि वेश्यातिर लागेका छन् र देवदासीहरूसित बलिदान चढाउँछन्। समझ बिनाका मानिसहरूको नाश हुने नै छ। ए इजरायल, तैँले व्यभिचार गरे तापनि यहुदा दोषी नहोस्। तिमीहरू गिलगालमा नजाओ, न बेथ आवनमा जाओ, न परमप्रभु जिउँदो भए झैँ भनेर शपथ खाओ। हठी कोरली झैँ इजरायलीहरू ढिर छन्। तब कसरी परमप्रभुले तिनीहरूलाई चरणमा थुमालाई चढाए झैँ चढाउनु हुनेछ र? एफ्राइम मूर्तिहरूको साथी भएको छ, त्यसलाई छोडिदेऊ। तिनीहरूको मध्य शेष भइसक्दा पनि तिनीहरू वेश्यावृत्तिमा लागि नै रहन्छन्। तिनीहरूका शासकहरू अपमानका कामहरू रुचाउँछन्। आँधीले तिनीहरूलाई बेहेरेर लैजानेछ र तिनीहरू आफ्ना बलिदानको कारणले गर्दा लज्जित हुनेछन्। 5 अध्याय, इजरायलको विरुद्धमा न्याय। हे पुजारी हो, यो कुरा सुन। हे इजरायलीहरू हो, ध्यान दिएर सुन। हे राजाको घराना हो, ध्यानसित सुन। यो न्यायको फैसला तिमीहरूको विरुद्धमा छ। तिमीहरू मिस्पामा पासो र तबोरमा फिजाएको जाल भएका छौ। बागीहरू मार्काटमा निकै फसेका छन्। म तिनीहरू सबैलाई अनुशासनमा ल्याउनेछु। म एफ्राइमको विषयमा सबै कुरा जान्दछु र इजरायल मबाट लुकेको छैन। हे एफ्राइम, त वेश्यावृत्तितिर लागेको छस्। इजरायल भ्रष्ट भएको छ। तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्वरतिर फर्कन दिँदैनन्। वेश्यावृत्तिको मन तिनीहरूका हृदयमा छ र तिनीहरूले परमप्रभुलाई मान्यता दिँदैनन्।
इजरायलका अहंकारले आफ्नै विरुद्धमा गवाही दिन्छ। इजरायल र एफ्राइम पनि आफ्ना आफ्ना पापमा ठक्कर खान्छन्। यहुदाले पनि तिनीहरूसँगै ठक्कर खानेछ। जब तिनीहरू आफ्ना भेडा बाख्रा र गाई गोरुका बगाल लिएर परमप्रभुलाई खोज्न जान्छन्, तब तिनीहरूले उहाँलाई पाउने छैनन्। उहाँले आफूलाई तिनीहरूदेखि हटाउनु भएको छ। तिनीहरू परमप्रभुप्रति विश्वासघातक भएका छन्। तिनीहरूले बतासे छोराछोरीहरू जन्माएका छन्। अब औँसीका चाडहरूले तिनीहरू र तिनीहरूका खेतहरू समेत तिनीहरूलाई नाश गर्नेछन्। गिबामा तुरही र रामामा बिगुल फुक, बेत आवनमा युद्ध ध्वनि उठाओ। ए बिन्यामिन, अगुवाई गर। न्यायको दिनमा एफ्राइम उजाड पारिनेछ। जे कुरो निश्चित हुन्छ त्यो इजरायलका कुलका बीचमा म घोषणा गर्दछु। यहुदाका अगुवाहरू साँझ सिमानाका ढुङ्गा सार्नेहरू जस्ता छन्। म मेरो क्रोध तिनीहरूमाथि पानीको भेल झैं खन्याउनेछु। एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ। मूर्तिको पछि हिँड्नलाई त्यसले अठोट गरेको छ। यसैले म एफ्राइमको निम्ति राति उड्ने पुतली झैं र यहुदाका घरानाको निम्ति क्षयतुल्य छु। जब एफ्राइमले आफ्नो रोग देख्यो र यहुदाले आफ्ना घाउ, तब एफ्राइमले अश्शूरका ठूला राजा कहाँ सहायताको लागि मानिस पठायो, तर त्यसले तँलाई निको पार्न सक्दैन। त्यसले तेरा चोटलाई जाति पार्न सक्ने छैन, किनकि म एफ्राइमको निम्ति एउटा सिंह झैं र यहुदाको निम्ति एउटा ठूलो सिंह झैं हुनेछु। तिनीहरूलाई टुक्रा टुक्रा पारेर म बाटो लाग्नेछु। म तिनीहरूलाई बोकेर लानेछु र तिनीहरूलाई छुटाउने कोही पनि हुने छैन। जबसम्म तिनीहरूले आफ्ना दोष स्वीकार गर्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु। तिनीहरूले मेरो अनुहार खोज्नेछन्। आफ्नो कष्टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्। 6 अध्याय। अपश्चातापी इजरायल, आओ हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा टुक्रा पार्नु भएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी लगाउनुहुनेछ। 2 दिनपछि उहाँले हामीलाई पुनः जीवित पार्नुहुनेछ। तेस्रो दिन उहाँले हामीलाई पुनः खडा गर्नुहुनेछ र हामी उहाँकै सामने जीवित रहनेछौँ। आओ हामी परमप्रभुलाई मानौं। हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदय झैं निश्चित छ। उहाँ हामी कहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षा झैं आउनुहुनेछ। ए एफ्राइम, म तँलाई के गरू? ए यहुदा, म तँलाई के गरू? तेरो प्रेम बिहानको कुहिरो जस्तै र सखारैको बिति जाने शीत जस्तै छ। यसै कारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्याय तिमीहरूमाथि बिजुली जस्तै चम्किएको छ, किनभने म बलिदान होइन दया चाहन्छु र होम बलि भन्दा परमेश्वरको मान्यता अझ बढी चाहन्छु। तिनीहरूले त आदमले झैं करार भंग गरेका छन्। त्यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्वासघातको व्यवहार गरे। गिलाद 2 मानिसहरूको शहर हो, त्यो रगतका पाइलाहरूले भरिएको छ। जसरी लुटपिट गरी हिँड्नेहरू मानिसहरूलाई ढुकी बस्छन्, त्यसरी नै पुजारीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। तिनीहरूले निर्लज अपराध गर्छन्। इजरायलको घरानामा मैले एक घिनलाग्दो कुरो देखेको छु। एफ्राइमलाई वेश्यावृत्ति दिएको छ र इजरायल दूषित पारिएको छ। ए यहुदा, तेरो निम्ति पनि कटनी तोकिएको छ। आमेन। परमेश्वरले आजको वचन पढाएर सुनाइमा प्रशस्त आशिष दिनुभएको। धन्यवाद।